अहिले जुन यो बालेन सरकारले लिएर आएको नयाँ नियम यो आन्दोलन गर्नेहरूलाई चाहिँ तोडफोड गर्ने आन्दोलन गर्नेहरूलाई चाहिँ कालो सूचीमा हाल्ने भन्ने कुरा हो। यो चाहिँ एकदमै ठिक एकदमै राम्रो नाम लिएर हो। चुनाव झोलेहरू यो बिना फोकटमा आएर रोडमा उख्रिया छौ तोडफोड गरेका छौ कुरा के हो बुझेका छैनौ कुकुर जस्तो त्यसै घुक्या छौ हैन। यो 500,000 बिग्ने काम नगरा हो। त्यत्रो 23 गते त्यत्रो बच्चाहरू मर्दाखेरि तिमीहरूको आफन्त दाजुभाइ दिदीबहिनीहरू कोही परेन यहाँ आएर त्यति उख्रेर हुन्छ? छानबिन हुन्छ। छानबिन भएर गलत छैन गल्ती छैन छुट्छ गल्ती छ सधैँ पाउँछ। त्यसैले अरू को चाहिँ छैन छानबिन हुँदैछ। त्यही भएर रोडमा आएर उख्रिने काम नगराओ। र अर्को कुरा जहाँ यो दुर्घटना हुने बित्तिकै गाडी चाहिँ आगो लगाइहाल्ने गाडी तोडफोड गर्ने कार्य छ यसलाई पनि बालेन सरकारले चाहिँ गल्ती हेर्ने गल्ती गर्ने ड्राइभरले हो ड्राइभरलाई कारबाही गर्ने क्षतिपूर्ति पीडितलाई क्षतिपूर्ति दिने। बिचरा साउले घरखेत राखेर एउटा गाडी किनेको हुन्छ त्यो गाडी जलाइदिने त्यो गर्नेलाई पनि कालो सूचीमा हालेर त्यसको 3 पुस्ताले भए पनि त्यो पैसा तिर्ने बनाएर यो खालको नियम चाहिँ लिएर आउनु पर्यो है बालेन सरकार। र को सहमत हुनुपर्छ लाइक कमेन्ट हानौँ त गाइजहरू।